नमस्ते साथीहरू र आज चाहिँ हामी छौँ लमजुङको राइनास्कुट ल यस्तो यो मान्छे फेरि 100 किलो छ के अब 100 किलोको यता हेर न एकचोटि यता हेर त एकचोटि बाबु हेलो मैले भिडियो बनाएन के रे के हो यो यही पर्छ के चलाएको बाबुले यस्तो बाबु यहीँ पर्छ सुप्रिया भाग्यो उहाँ पुगिसक्यो फाइनल्ली यता चाहिँ पुरै बाटो ढलान गर्दैछ हाम्रो टोलीहरू यता कोही त छेउमा नजा भिडमा लड्छ यस्तो छ अवस्था बाटोको ल यो चाहिँ भाइरल रोड हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम पछि चाहिँ म फेरि पनि युट्युबमा ब्याक भइसकेको छु र आज चाहिँ हामी माथि गाउँमा जाँदैछौँ गाउँमा किन जाँदैछौँ भने काठमाडौँबाट दुईजना भाइहरू सानो भाइ र ठुलो भाइ चाहिँ विदेशबाट आएको सानो भाइ चाहिँ काठमाडौँबाट आएको छ भने चितवनबाट एउटा भाइ गोरे भाइ आएको छ र मेरो दुईवटा छोरीहरूको पनि 4 दिन बिदा परेको सार्वजनिक बिदा परेको हुनाले हामी सबैजना सपरिवार चाहिँ राइनास्कुट घुम्ने जाने प्री प्लानिङ गरिसकेका छौँ र आज चाहिँ हामी स्याउलीबाट माथि गैरी गाउँ ठुलो बाबा घर गएर बस्नेछौँ भने भोलि बिहान नै उठेर हामी चाहिँ राइनास्कुटको यात्रा तय गर्नेछौँ र तपाईँहरूलाई ब्लग दिने प्रयास गर्नेछु यता चाहिँ हामी जन्मेको ठाउँ है यता माथि चाहिँ यहाँ हाम्रो यता धान रोप्ने खेतहरू चाहिँ यता मुनि छ यो पुरै जङ्गल ल गाइज हामी चाहिँ राइनास्कुट हिँडिसकेका छौँ बिहानै र हामी मोरियाकोट पुगिसकेका छौँ पानी एकदमै सिमसिम पानी परेको हुनाले चाहिँ हामीलाई जाडोको महसुस भयो र के खाजा खाउँ भनेर चाहिँ हामी पसलमा मोरियाकोटको एउटा पसल रहेको छ जुन पसलमा हामी खाजा खानको लागि बसेका छौँ र बाटो चाहिँ एकदमै चिसो भएको कारणले चाहिँ हामी सरासर माथि गइसकेका छौँ सिमसिम पानी मजाले परिरहेको छ ओके साथीहरू हामी चाहिँ खाजा खाइसकेपछि सरासर लगातार हिँड्दै गएपछि ठ्याक्कै हामी राइनास्कुटको गेटैमा पुगिसकेका छौँ सबैजना र बाटो पनि एकदम हिलो रहेको छ हिलो बाटो पनि हामी एकदम लड्दै बढ्दै त्यहाँ पुगिसकेका छौँ हेर्न सक्नुहुनेछ र यहाँ लेखिएको छ ऐतिहासिक पर्यटकीय क्षेत्र राइनास्कुटमा स्वागत छ भनेर हामीलाई वेलकम गरिरहेको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ धान रोप्न जान लाग्यो आज यस्तो दामी दिन पर्यो गाइजहरु हेर्नु धान रोप्न जान लाग्यो हामी चाहिँ हाम्रो सानाले अलि धेरै रोप्छ आज चाहिँ हामी राइनास्कुट घुम्न जान लाग्यो के गर्ने गाइज प्रकृतिले धोका दियो हामीलाई के गर्ने हामी राइनास्कुट स्याउली बजारबाट हिँडेर आएको वाउ हाम्रो गाइजहरु पुरै रेस्टुरेन्ट मात्र छ उता हाम्रो हुनुहुन्छ सानो काका यता ठुलो काका अनि उता हाम्रो बाबा अर्को काका चाहिँ वनमा जानु भएको र आज चाहिँ हामी राइनास्कुट घुम्न आएको पानीले चाहिँ लास्टै बनायो बाटोमा बिजोकै बनायो केटाहरू पुरै हिलाम्मै भएर आउँदैछ यता पछाडिपट्टि चाहिँ हाम्रो फ्यामिलीहरू राइनास्कुट घुम्न आउँदै हो यता चाहिँ सबभन्दा ठुलो फ्यामिलीमा यहाँनिर छ अनि अरू चाहिँ यहाँ भाइहरू छ 2 जना 3 जना अनि 1 जना छोरी 2 जना छोरी अनि म हामी टोटल 6 जना चाहिँ राइनास्कुट घुम्न आउँदैछौँ र यु क्यान सी ब्लग कस्तो छ यताको बाटो राइनास्कुट जाने बाटो चाहिँ यस्तो छ पानी परेर चाहिँ बबाल मौसम चाहिँ एकदम जाडो चिसो भइरहेछ अहिले कहिले जेठको महिनामा पनि यताको जङ्गलहरू यस्तो छ अहिलेतिर बल्ल रुख पराएको रहेछ के कटुसको रुख हेलो साथीहरू हाम्रो चाहिँ यता के भन्छ यो राइनास्कुट जाँदाखेरि चाहिँ एकजना मान्छे लेक लागेर चाहिँ होइन लास्टै सिकिस्त बिरामी भएर यहाँ बोक्न लागेको छ ऊ पुरै बिरामी भएर हाँस्दैछ बिरामी फेरि बाबा
ल यस्तो यो मान्छे फेरि 100 किलो छ क्या अब 100 किलोको मान्छे त्यही माथि ब्याग छ 10 किलो 110 किलो पुग्न सकेन उसले होइन ल बिस्तारै बिस्तारै हिँड्नु केही छैन केटाहरू आइसक्यो अब हामी राइनेसकोट आइसकेका छौँ नजिकै छ नातिन होला होइन त्यही हो गाइज अब हामी राइनेसकोट आइसकेका छौँ ल यो चाहिँ राइनेसकोटको भाइरल घर राइनेसकोट होमस्टेमा छौँ हामी चाहिँ यता चाहिँ भोटे कुकुर धन्नै टोकेन आयो भोटे कुकुरले हामीलाई यता मेरो छोरी ठुलो छोरी यता खै सानो छोरी कता गयो सानो छोरी लुक्दैछ पछाडि र हामी चाहिँ खानाको अर्डर दिइसकेका छौँ पानीले मस्त भिजेर आएको थकाइ लगाएर चिया खाँदैछ गाइजहरू ब्ल्याक टी मेरो यो यता सानो भाइ हेलो सानो भाइ के छ खबर ठिक छ ठिक छ के छ यता मोबाइल चलाउँदैछ मोबाइलमा बिजी छ टिकटक यो हाम्रो ब्यागहरू यता फेरि फ्री फायर लभरहरू फ्री फायर खेल्दैछ यता आइफोन 12 प्रो म्याक्समा यता होइन अनि यतापट्टि हाम्रो गोरे भाइ होइन पुरा अब मोबाइलमा टिकटक हेर्दैछ चिया तान्दै गाडी बनाउने काम त्यही हो गाइज हामीले चाहिँ खाना अर्डर दिएको छ यो घरमा ए हस् धन्यवाद ल दाइ ल्याइदिनु भयो त्यसको लागि धन्यवाद दाइलाई भाइ उठाने सानो भाइ हेलो गाइजहरू अरे गनी इ खुर्पानी खाने रे कस्तो लाग्यो खुर्पानी ठिक छ मिठो छ फोटो फेरि हेर्नु ल हाम्रो गाइजहरू पुरै खुर्पानी खाँदै होइन खाँदैछ म पनि खाइ ल सानो भाइ देउताले खुर्बानी ल्याएर राख्दैन है त म आयो बेला लिएर आउँछु यो चाहिँ हाम्रो दाइले सरी माटर नै फ्रीमै ल्याइदिनु भएको कहाँ ल्याउँछ अन्थे र साथीहरू हामी चाहिँ खाना पाक्नुभन्दा अगाडि थोरै समय बचेको हुनाले चाहिँ यो भाइरल घरमा घुम्न गयौँ यो घुमाउने घर हो एकदम पुरानो घर यहाँनिर चाहिँ हामी फोटो भिडियो टिकटक बनाउनको लागि चाहिँ हामी सबैजना गयौँ र यो घर चाहिँ एकदमै आकर्षक रहेको छ राइनेसकोट होमस्टेको चाहिँ एकदम आकर्षक घर मैले कपडा पनि चेन्ज गरिसकेको छु किनकि बाटोमा हिलो थियो नि त र खानासाना खाइसकेर हामी फेरि उकालो लागिसकेका छौँ र माथिबाट देखिएको राइनेसकोट होमस्टेको भ्यू थोरै गाउँबाट थोरै माथिबाट देखिएको भ्यू चाहिँ यस्तो रहेको छ देख्न सक्नुहुनेछ र भाइरल घर पनि बिचमा रहेको छ आज चाहिँ हामी सबैजना एकदमै रमाइलो गर्दै लमजुङको राइनेसकोटको एकदमै पर्यटकीय स्थल एकदमै घुम्नको लागि रमणीय ठाउँ लमजुङकै एकदमै घुम्नको लागि प्रख्यात ठाउँमा हामी आज छौँ र आज चाहिँ खासमा चाहिँ हाम्रो यो राइनेसकोट चाहिँ लाली गुराँसले गर्दाखेरि चाहिँ एकदम टिकटकैभरि सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ र आज चाहिँ हामी जेठको 16 गते है 16 गते हाम्रो सपरिवार चाहिँ हामी घुम्न आएका छौँ र अहिलेको भाइरल भएको लाली गुराँस कस्तो छ त त्यो अवस्था देखाउन गइरहेको छु मैले हेर्नु होला र साथीहरू एकदमै भाइरल भएको लाली गुराँसको रुखहरू चाहिँ यिनीहरू नै हो होइन हेर्न सक्नुहुनेछ देखिराख्नु भएको छ एकदमै अहिले चाहिँ मान्छेहरू घुम्ने मान्छेहरू खासै छैन पानी बिहानैभरि अहिले पानी पर्नेको सिजन भएको कारणले मान्छेहरू खासै घुम्न आएको देखिँदैन र यो चाहिँ भाइरल बाटो है ग्रेट वाल मिनी ग्रेट वाल यो चाहिँ धेरै टाढासम्म उतासम्म छ र उतापट्टि चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ छ यहाँबाट चाहिँ प्याराग्लाइडिङ हुन्छ र यतापट्टि चाहिँ होटल छ यता मुनितिर चाहिँ र यो चाहिँ एकदमै लाली गुराँसको जङ्गल छ पुरै नै अहिले चाहिँ फुलिरहेको छैन एकदम हरियाली देख्न सक्नुहुनेछ यही नै हो एकदम भाइरल भएको लाली गुराँस र यतापट्टि चाहिँ मन्दिर जाने बाटोमाथि टपमा जाने बाटो यो हामी चाहिँ बिचमा बसेर भिडियो बनाइरहेका छौँ भने यतापट्टि चाहिँ एकदमै ठुलो मलाई लाग्छ सायद होटलै बनिरहेको छ यहाँनिर चाहिँ बन्ने अवस्थामा छ र तलको भ्यू त देख्न सक्नुहुनेछ यो सात बिसेपट्टिको भ्यू हो र यो चाहिँ कुहिरोले एकदम मजाले ढाकेको होइन एकदम सुन्दर दृश्य तपाईँले देखिरहनु भएको छ र यही नै हो अहिलेको अवस्थालाई चाहिँ यस्तो देख्न सक्नुहुन्छ यो चाहिँ बर्खा टाइम भएको हुनाले चाहिँ मान्छेहरू त्यति घुम्न आउनु भएको छैन र यो 2-3 महिना चाहिँ यो वर्षायाममा चाहिँ मान्छे घुम्न आउँदैन र अरू टाइममा चाहिँ मान्छे एकदम
प्याक एकदम खचाखच हुने गर्छ र राइनोस्कोट होमस्टे एकदम राम्रो हुने गर्दछ। फाइनल्ली गाइज हामी चाहिँ म चाहिँ मन्दिरको ठ्याक्क अगाडिपट्टि आइसकेँ। राइनोस्कोट कालिका मन्दिर लेखेको बोर्ड तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ मन्दिर भइहाल्यो, कालिका मन्दिर परिसरमा छु र यताबाट भ्यू चाहिँ यस्तो राम्रो देखिरहेको छ कि जति आए पनि आउँ लागिरहने चाहिँ एकदम मनमोहक दृश्य भ्यूहरू चाहिँ हेर्न सक्नुहुनेछ। यो चाहिँ एकदम भिरको टुप्पामा यो बनिरहेको यो रिसोर्ट हुनुपर्छ, रिसोर्ट होटल समथिङ त्यस्तै केही हुनुपर्छ। यो चाहिँ पुरै लालीगुराँसको जङ्गल है। यो भाइरल भएको लालीगुराँसको जङ्गलको अवस्था चाहिँ अहिले यति बेला यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। यो सब लालीगुराँसको जङ्गल हो है। र मैले तल होटलमा एउटा दाले सोधेको थिएँ लालीगुराँस रोप्ने टाइम पनि यही हो भनेको। लालीगुराँस अब 20-25वटा बोट रोप्दाखेरि चाहिँ 1-2वटा बोट बाँच्ने सम्भावना हुन्छ, नत्र उम्रेको ठाउँमा आफै उम्रेको ठाउँमा राखेको त्यही नै राम्रोसँग बढ्छ भन्ने कुरा गर्नुभएको थियो। यो चाहिँ पुरै भिर हो होइन। र यतापट्टि वाल भइहाल्यो, यो बाटो भइहाल्यो र यो मन्दिर कालिका मन्दिर परिसर। र एक राउन्ड चाहिँ हामी यो मन्दिरमा राउन्ड लगाएर जाँदैछौँ। ओइ सिट, मन्दिर परिसरमा छौँ है हामी चाहिँ, एकदम बवाल रहेको छ। देख्न सक्नुहुन्छ मन्दिरको भित्रपट्टिको भाग चाहिँ हामीले देख्न सकेनौँ। यतापट्टि मेन ढोका चाहिँ यतापट्टि छ, मेन ढोका मन्दिरको है। त्यही नै हो गाइज। अझै टप यो भ्यू टावर अझै माथि नै छ है, राइनोस्कोटको मेन भ्यू टावर। र पहिलाभन्दा चाहिँ अहिले एकदमै विकसित राम्रो। हेर्नु त यो लालीगुराँसको बोटहरू कस्तो मजाले हुर्किरहेको छ अझै बाटोमा। यसलाई चाहिँ अहिले एकदम संरक्षण गरेको छ। यहाँ लालीगुराँस टिप्ने मान्छेहरूलाई चाहिँ रु 1000 को जरिवाना तोकेको हुनाले यहाँ आएर चाहिँ कसैले पनि लालीगुराँसहरू नटिपिदिनु होला है, त्यही भन्न चाहन्छु। यो चाहिँ पुरै लालीगुराँसको जङ्गल है। यो के बन्दैछ यार यो नि यहाँनिर। ल यही हो गाइज मन्दिरको भ्यू, मन्दिरको लुक्स। यो कालिका मन्दिर आउनु होला। र कतिजनाले त भिडियो मार्फत हेरिरहनु भएको छ, उहाँहरूलाई पनि यो दर्शन गर्ने मौका पाउनु भएको छ। र यो गेट पनि एकदम ढुङ्गाको गेट होइन, भाइरल। यो चाहिँ एकदम बवाल भाइरल भएको, हेर्न सक्नुहुन्छ। र माइ गड अहिले चाहिँ यता पनि भुइँमा पनि कस्तो दामी ओछ्याएछ है। पहिला यस्तो ओछ्याएको थिएन क्या यो ढुङ्गा। ल यही हो गाइज फाइनली लुक्स। यो चाहिँ हामी समुद्र सतहदेखि 1750देखि 1800 मिटरको उचाइमा छौँ, एकदम टप उचाइमा। र हाम्रो भाइहरू यता भ्यू लुक्स गर्दैछ होइन, यहाँको भ्यू। माइ गड, ओ माइ गड, के हो यस्तो। यो यहाँ चाहिँ स्वर्गको अनुभूति हुन्छ है, यहाँबाट आएर हेर्दा तलको भ्यू। माइ लर्ड यस्तो छ होइन। ल हेर्न सक्नुहुन्छ यो पारिको चाहिँ फेरि यो लिगलिगकोटको डाँडा हो। त्यहाँ पनि कुहिरोले ढकमक्क ढाकिसकेको छ। यो चाहिँ चेपे खोलाको भ्यू हो। माइ गड, चेपे खोला। त्यो तल देखेको चाहिँ मेरो मोबाइलले त्यति जुमै गर्न सकेन यार, यति टाढा। यो चाहिँ पालुङटार हवाई ग्राउन्ड है। त्यो चाहिँ बन्द अवस्थामा छ अहिले चाहिँ धेरै वर्षदेखि, र अहिले खुल्छ कि भन्ने हल्ला छ होइन, खुल्ने प्रयास हुँदैछ। ल यही हो गाइज हाम्रो माथि टपको भ्यू चाहिँ। यो चाहिँ भ्यू टावर हो। यति अग्लो ठाउँमा भ्यू टावर बनाउनु पनि खासै आवश्यकता थिएन, तैपनि यो चाहिँ राइना स्टार है। राइना स्टारको यो धमिली कुवा भइहाल्यो, धमिली कुवा एरिया। यो मुनि चाहिँ छङ्गाछुरी भिर हो। यहाँबाट खस्यो भने चाहिँ मान्छे कहाँ पुग्छ भन्ने पनि थाहा छैन क्या, त्यति अग्लो ठुलो भिड छ कि। यहाँ मुनि चाहिँ पुरै जङ्गल छ र यसको मुनिबाट चाहिँ पुरा पानीको मूलहरू होइन, पानीको स्रोत चाहिँ यहीँ मुनिबाट निस्किन्छ पानी, अनि त्यसपछि बग्दै चेपे खोलामा मिसिन्छ। यहाँ चाहिँ यो मुनि चाहिँ झरना छ, ठुलो झरना। झरनाको नाम चाहिँ के हो थाहा छैन। त्यस्तो छ अवस्था मेरो मिनी भ्लग। तपाईँहरूले
हेरिराख्नु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच। र भिडियोलाई मन पर्यो भने तपाईँले चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न सक्नुहुनेछ भन्न चाहन्छु। र यतापट्टि रोजको गुलाबको फुल पनि रोपेको रहेछ अहिले चाहिँ यो मन्दिरको परिसर है। एउटा झन्डा पनि गाडिसकेको रहेछ गाइज। कोटेश्वर महादेव माइ लर्ड चाहिँ कोटेश्वर महादेव यो चाहिँ टपमै छ होइन। यहाँको चाहिँ महाशिवरात्रिको दिनमा चाहिँ एकदमै ठुलो मेला लाग्ने गर्दछ। यहाँनिर चाहिँ लमजुङ तनहुँ गोर्खाको भक्तजनहरूको चाहिँ भिड लाग्ने गर्दछ यो ठाउँमा चाहिँ। र यो विशेष गरी भ्यू हेर्नको लागि ओ माइ लर्ड डर लाग्यो कस्तो ठाउँ यो। ओ माइ गड कस्तो डर लाग्ने ठाउँ रिङ्गटो लाग्छ यो तलको भिड हेर्दा त। हेर्नुहोस् त कहाँ हो कि अब यो हेर्नुहोस् त माइ गड डर लाग्ने यस्तो छ राइनोस्कोटको भ्यू। माइ गड यो र यो चाहिँ होइन यो मोरियाकोट हो उतापट्टि यतापट्टि पनि घुम्ने ठाउँ छ। हामी यही बाटो हुँदै आएको हिँड्दै र बिहानै हिँडेको हामी चाहिँ अहिले आइपुग्यो। र बर्खा सिजन चलिरहेको छ अब घाम पनि लागिरहेको छ नि। यहाँ चाहिँ एकदम शीतल एकदम चिसो जाडो महसुस भइरहेको छ। र यहाँको अवस्था यही नै रहेको छ गाइज। हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच। के अरे के भनेको हामी के बादलको माथि बस्न सक्छ कि सक्दैन? बादलको माथि बस्न सक्छ कि सक्दैन? सक्दैन प्लेन माथि मात्रै सक्ने हो प्लेन माथि। अनि त्यो फाइबर चाहिँ किन राखेको त? फाइबर त्यो आफै अटोमेटिक नेचुरल्ली हो रे। ल गाइज राइनोस्कोटको टपबाट देखिएको भ्यू चाहिँ यस्तो रहेको छ। हाम्रो गाइजहरू यता फोटो सेसन गर्दैछ दाजुभाइहरू। र यतापट्टि अर्को भाइ रहेको छ हाम्रो गोर्रे भाइ यता सानो भाइ यता ठुलो भाइ र यतापट्टि सानो बम छोटो पड्का ठुलो बम। यतापट्टि स्मृति तिमल सिन्हा भन्न मिल्दैन स्मृति तामाङ हो यो चाहिँ। यतापट्टि बसेर टिकटक सर्च गर्दैछ। उतापट्टि भाइले फेरि के ब्यागमा के खोज्दैछौ तिमी? बिस्कुट चाउचाउ खानु हुँदैन। ए पानीमा नजाऊ यहाँनिर चाहिँ पानी जमेछ है माथि पानी। गाइज मैले भन्नै बिर्सेको आज राति चाहिँ पानी यति ठुलो पानी परेको थियो कि यहाँ चाहिँ पुरै तालै जमिसकेको छ। स्विमिङ गर्ने ठाउँ भइसकेको छ माछा पोखरी जस्तै भइसकेको छ होइन। यहाँनिर चाहिँ ल राइनोस्कोटको कोटेश्वर महादेव जय महादेव ओम नमः शिवाय। ल यस्तो छ है गाइज राइनोस्कोटमा घुम्न आउनु होला सबैलाई वेलकम मोस्टली वेलकम हटली वेलकम भन्न चाहन्छु सबैजनालाई। आएको भने होला कराउने मान्छे चाहिँ यतापट्टि चाहिँ अनुहार हान्न बबाल अफिस जस्तो देखियो। यतापट्टि के बनाउन लजाएको माइला गोरे दाई काशीलाई खोज्दै। र साथीहरू हामी माथि टपमा घुमिसकेपछि चाहिँ मजाले 1-2 घन्टा मजाले भिडियो टिकटक मजाले एकदम हावा खाएर होइन एकदम आकाशमाथि उडे जस्तो अनुभूति भयो एकदमै रमाइलो। र त्यसपछि चाहिँ हामी तल फुटबल ग्राउन्डमा झऱ्यौँ र फुटबल ग्राउन्डबाट देखिएको दृश्य पनि एकदमै मनमोहक रहेको थियो र हेर्न सक्नुहुन्छ यति राम्रो दृश्य। अब मलाई मेरो मायालु दारा पारी मेरो मन। ल स्टार्ट भयो। भरे त बुहारी आउँछे सासुलाई लिएर डुलाउँछे। भरि त बुहारी आउँछे सासुलाई डुलाएर लिएर जान्छे। बुहारी काम गयो भरे त बुहारी आउँछे सासुलाई लिएर जान्छे। होइन त्यो दिलमा ठाउँ छ र
हामीले आँखा नलाए कसले लाउँछ र त्यो दिलमा ठाउँ छ र त्यो दिलमा ठाउँ छ र हामीले आँखा नलाए कसले लान्छ र त्यो ठाउँमा लान्छ र अब तिमी कता जान्छ र? नानीबाले नानीको त्यो दिलमा ठाउँ छ र त्यो दिलमा ठाउँ छ र हामीले आँखा नलाए कसले लाउँछ र नानीको नानीको पाला छिटो त्यो दिलमा ठाउँ छ र त्यो दिलमा ठाउँ छ र हामीले आँखा नलाए कसले लान्छ र ल भयो